पिटर अफ प्यालेस रुसको अत्यन्त प्रसिद्ध ऐतिहासिक दरबार हो जुन सेन्ट पिटर्सबर्गबाट करिब 30 किलोमिटर टाढा फिनल्यान्डको खाडी अर्थात् गल्फ अफ फिनल्यान्ड किनारामा अवस्थित छ। यस दरबारको निर्माण 18औं शताब्दीमा रुसी सम्राट पिटर द ग्रेटले सुरु गरेका थिए। युरोप भ्रमणका क्रममा उनले फ्रान्सको प्यालेस अफ भर्सेलिजबाट प्रेरणा लिएर यसलाई निर्माण गर्न लगाएका हुन्। पिटर अफ प्यालेस यसको भव्यता, सुन्दर बगैँचा र आकर्षक फोहराहरूका लागि विश्वभर प्रसिद्ध छ। जहाँ रहेको ग्रान्ड क्यास्केड नामक फोहरा प्रणाली विशेष रूपमा उल्लेखनीय छ, जहाँ पानी बिना पम्प प्राकृतिक रूपमा बग्ने व्यवस्था गरिएको छ। दरबार वरिपरि फैलिएको हरियाली, सुनौलो मूर्तिहरू र कलात्मक संरचनाले यसको सौन्दर्यलाई अझ बढाएको छ। दोस्रो विश्वयुद्धका क्रममा यो दरबार निकै क्षतिग्रस्त भएको थियो, तर पछि यसको पुनर्निर्माण गरी पुनः पुरानै अवस्थामा ल्याइएको छ। आज पिटर अफ प्यालेस रुसको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ, जहाँ हरेक वर्ष लाखौं पर्यटकहरू यसको ऐतिहासिक महत्त्व र अद्भुत सौन्दर्य अवलोकन गर्न पुग्दछन्। यसरी पिटर अफ प्यालेस केवल एक दरबार मात्र नभई रुसको कला, इतिहास र वास्तुकलाको उत्कृष्ट उदाहरण हो भन्न सकिन्छ।